ओहो आज त पेट्रोल भएर क्या हो धेरै भोक लाग्यो त घर खानु पर्ला जस्तो बुढी के गर्दैछौ तिमी ए तल कान्छी दिदीले साग ल्याइदिनु भएको रहेछ अनि त्यही बनाउँदैछु बुढा। अच्छा जहिले सागसाग नभन न हौ कहिले काहीँ झोको मासु बाँकी थियो जस्तो लाग्थ्यो त्यो पनि बनाउन तपाईँलाई चाहिँ सधैँ मासु खानुपर्ने। अब म साग बनाउँदैछु त्यही भएर अब पहिला सुरु साग बनाउँछु अनि बल्ल मासु पकाइदिन्छु नि हुन्न। भइहाल्छ नि बिस्तारै बनाऊ न बनाउनु चाहिँ पर्यो खाना पाकिसकेपछि बुढा आउनुहोस् खाना पाक्यो अब हामी खान्छौँ है। भने यो मेरो बुढीको हात मिठो हो कि खाना मिठो हो तपाईँ पनि चुप लागेर खानुहोस् न। धेरै मिठो बनाएको छ तिमीलाई धेरै धन्यवाद मासुको लागि धन्यवाद ल अब त टन्न खाइयो अब एकछिन म घाम ताप्न जान्छु तिमी पनि घर काम केही छ भने गर्दै गर है हुन्छ नि तपाईँ घाम ताप्न जानुहोस् म चाहिँ लुगा धुन्छु ल अब। बुढी बुढी तिमीलाई के भयो बुढी बुढी के भयो तिमीलाई यस्तो यस्तो पानी लिएर आएको छ है पानी आऊ त ठिक हुन्छ होला तिमीलाई के भयो पछि खै के भयो लुगा धुँदै थिएँ एक्कासी ढलिहालेछु थाहा नै छैन के भयो भनेर। अनि के गर्ने होला अब म एकचोटि ससुरबुवालाई कल गर्छु है हेलो ससुरबुवा सुन्नु न पूर्णमाया एक्कासी ढलेर जिउहरू पुरै कापिरहेको छ हजुर भोलि नै आउनु पर्यो कसरी हुन्छ यता फुकेर हुन्छ कि कसरी हुन्छ म भोलिकै सुरुकै गाडीमा चढेर आउँछु नि है ए हुन्छ हुन्छ चाँडै आउनु है हुन्छ बुवा भोलि नै आउनुहुन्छ भन्नुभएको छ अहिले चाहिँ हामी भित्र गएर आराम गर्दै गरौँ है भोलिपल्ट बुबा आउनु भइसकेको छ। बुवा आउनुभयो दर्शन चिसो तातो के खानुहुन्छ कि हुन्छ तपाईँहरू दुईजना कुरा गर्दै गर्नु म त चिया बनाएर आइहाल्छु है हस्ने बुवा खै बुवा के भयो 3-4 दिन भइसक्यो एक्कासी ढल्छु केही पनि थाहा पनि पाउँदिनँ शरीर एकदम कमजोर भइरहेको छ त्यही भएर तपाईँलाई चाहिँ फुकाउनु बोलाएको। एकचोटि फुक्नै भन्नुहुन्छ बुवा म चिया ल्याएको छु चिया खानु त धन्यवाद। बुबा आउनु भएपछि धेरैचोटि पुगिदिँदा पनि निको नभएपछि अन्तिमचोटि पुगेर हेर्छन्। हुन्छ बस छोरी के भयो ज्वाइँ आउँछ एउटा छोरी मानेर आउँछ छिटो हुन्छ म ल्याइहालेँ छोरी उठा त अनि के भयो फेरि पूर्णमायालाई पैसा त ठिकै हो होइन यो फुकेर पनि केही भएन भोलि एकचोटि डाक्टरकोमा पो गएर देखाउने हो कि कहिले पनि भएन अब अन्तिम भयो नि त्यही हो डाक्टरकोमै लानुपर्ने हुन्छ हामी भोलि तयार भएर डाक्टरकोमा गइहाल्छौँ नि है हुन्छ हुन्छ हस् पूर्णमाया उठा दल कति भित्र गएर आराम गर्दै गरौँ भोलिपल्ट उनीहरू दुवैजना रेडी भइकन डक्टरलाई भेट्न जान्छ। पूर्णमाया मगर भित्र आउनुहोस्। नमस्ते डाक्टर साहब नमस्ते बस्नुहोस् न। के भएर पाल्नुभयो होला?
सुन्नु न, मेरो बुढीलाई 3-4 हप्ता भयो एक्कासी ढल्ने अनि जिउहरू पुरै काट्ने भइरहेको छ। हजुर एकचोटि चेकचाच गरिदिनुहुन्छ कि? ए हो र, एकचोटि फुल बडी टेक गरेर हेरौँ, त्यसपछि सबै पत्ता लागिहाल्छ नि। हजुर आत्तिनु पर्दैन, तपाईँ चाहिँ मसँग बस्नुहोस् त। तपाईँ चाहिँ एकैछिन बाहिर बस्दै गर्नुहोस्, म रिपोर्ट तयार भएपछि हुन्छ नि। रिपोर्टमा के आउने होला है? तिमी केही चिन्ता नगर, सबै कुरा राम्रो हुन्छ। केही समयपछि रिपोर्ट आउँछ। हजुर डाक्टर साहब, रिपोर्टमा त त्यस्तो केही देखाएको छैन। कहिलेकाहीँ शरीर कमजोर भएर नि हुन्छ। हजुर औषधि लेखिदिन्छु, त्यो औषधि चाहिँ यो छेउको फार्मेसीबाट किनेर लानुहोस् अनि खानुहोस्, फेरि निको भएन भने फेरि आउनुहोस् है। हुन्छ, हस्, धेरै धन्यवाद। धन्यवाद। डाक्टर साहबले औषधि दिनुभएको छ, यो औषधि खाऊँ, तिमीलाई निको हुन्छ है। हुन्छ नि। केही महिनासम्म उनीहरू फलोअपका लागि हस्पिटल जान्छन् र त्यसपछि उनीहरूको जीवनमा केही परिवर्तन आएकोले गर्दाखेरि फेरि उनीहरू पहिलाको समस्यामा उनीहरू पर्छन्। ओहो, घर सफा गर्नु पर्यो, फोहोर पो भएको रहेछ। तिमी सफा गर्दै गर, म एकछिन गीत गाउने प्र्याक्टिस गरेर बस्छु है। अलि बिस्तारै गाउनुहोस् है, मलाई चाहिँ सन्चो छैन। यो भइहाल्छ नि। ए बुढी, मेरो बुढी, तिमीलाई के भयो? होइन, बिस्तारै गाउनुहोस् भनेको सुन्नुहुन्न कि क्या हो? अघि भनेको होइन? ए हुन्छ, म बिस्तारै गाउँछु नि। ए बुढी, तिमीलाई के भयो? फेरि चक्कर लागेको जस्तै भयो। होइन के भयो फेरि? बुढी, तिमीलाई फेरि के भयो? बुढो त अनि के पो गर्ने होला अब? झाँक्रीले फुक्दा पनि केही भएन। उठ, अनि झाँक्रीले फुक्दा नि केही भएन, डाक्टरलाई देखाउँदा नि केही भएन। अब के गर्ने पो होला? त्यो आराम गरेर बस्नु बुढी। झाँक्रीले भुक्दा पनि केही भएन र हस्पिटल जाँदा पनि समस्या पत्ता लगाउन सकेन। त्यसै कारणले गर्दाखेरि पूर्ण र श्याम एकदमै निराश र जीवनदेखि हार खाइसकेका छन्। त्यही समयमा पूर्णको एकजना व्यक्तिसँग भेट हुन्छ अनि त्यो व्यक्तिको जीवनबाट उसको जीवनमा परिवर्तन हुन्छ। बुढी, आज राम्रो घाम लागिरहेको रहेछ, तिमी एकछिन काममा तापेर आराम गर्दै गर, म चाहिँ पसल गएर सामान किनेर आइहाल्छु नि है। हुन्छ नि। चाँडै आउनुहोस् है। ए हुन्छ, भइहाल्छ नि। हो, आज त कस्तो राम्रो घाम लागिरहेको रहेछ। नमस्ते दिदी। ओ, नमस्ते बहिनी। किन हो तपाईँ त उदास देखिनुहुन्छ त दिदी? उदास भइहालिन्छ नि बहिनी, रोग लागेको छ, के हो पनि थाहा पनि छैन, कतिखेर ढल्छु केही पनि थाहा पनि पाउँदिनँ। झाँक्रीलाई पनि फुकाइसके, डाक्टरलाई पनि देखाइसके, कुनै औषधिले पनि निको भएको छैन। जिन्दगी नै हारेको जस्तै भइरहेको छ। र दिदी चिन्ता नगर्नुहोस्, मलाई नि पहिला तपाईँ जस्तै यस्तै बिहान हुनुपर्थ्यो, तर तब मैले प्रभु येशू ख्रीष्टलाई विश्वास गरेँ, म निको भएँ। तपाईँको अनुमति भएको तपाईँलाई प्रार्थना गरिदिन सक्छु दिदी? अब सबै कुरा त गरिसके, प्रार्थना गरेर के चाहिँ हुन्छ र? गरिदिन तपाईँ मसँगै आँखा चिम्लिन्छ। धन्यवाद प्रभु येशू, तपाईँलाई आजको दिनको लागि तपाईँले यसरी पूर्ण दिदीलाई भेट्ने मौका दिनुभयो, त्यसको निम्ति तपाईँलाई धन्यवाद। दिदीको जति पनि पापहरू छ तपाईँले क्षमा गरिदिनुहोस् र दिदीलाई जुन बिरामीले गाह्रो बनाइरहेको छ तपाईँले निको बनाइदिनुहोस्, येशू प्रभुको नाउँमा, आमेन। हुन्छ दिदी, तपाईँ चिन्ता नगर्नुहोस् है, हाम्रो प्रभु येशू ख्रीष्टमा चाहिँ तपाईँमा चङ्गाइ छ। हाम्रो प्रभु येशू ख्रीष्टले चाहिँ तपाईँ निको बनाउन सक्नुहुन्छ। बरु मिल्छ भने तपाईँ मसँग अर्को हप्ता शनिबार चढ्दाउ न दिदी, त्यहाँ हाम्रो पास्टर बाबु हुनुहुन्छ, उहाँले तपाईँको निम्ति प्रार्थना गरिदिनुहुन्छ नि। ए हो र? भइहाल्छ नि, त्यसो भए म आउँछु। बरु तपाईँको नम्बर चाहिँ मलाई छोडिदिनुहोस् न है। हुन्छ दिदी, हुन्छ धन्यवाद। हुन्छ दिदी, म बिदा हुन्छ है, शनिबार भेट्नु है त। हुन्छ नि। हुन्छ दिदी, बस्नु राख्छु है। बुढी, म सामान लिएर आएँ है। तिमी त अघि भन्दा अलिकति उज्यालो देखिरहेको छ, के भयो? उज्यालो
थियो। अँ। अनि म चाहिँ घाम तापिरहेको बेलामा उसले चाहिँ आएर उसलाई नि पहिला मेरो जस्तै रोग रहेछ अनि निको भयो भनेर भन्दै थियो। अनि मेरो लागि प्रार्थना पनि गरिदियो। ए पुगी पो दिएछ त है। अब के गर्नुपर्छ होला त्यसो भए त? उसले चाहिँ अर्को हप्ता शनिबार हामीलाई चाहिँ चर्चमा जाउँ भनेर बोलाएको छ। हामी चाहिँ सँगै जानुपर्छ ल। जाँदैन है त्यस्तो गाई खाँदैन म चाहिँ। यस्तो नभन्नुहोस् न। जाँदैन जाँदैन जानै पर्छ तपाईँ मसँग। जाँदैन म। जानै पर्छ। शनिबारको दिन ओहो आज त शनिबारको दिन हो। मलाई त बहिनी लिन आउँदैछ। म त चर्च पो जान्छु त आज त। बरु बहिनी पो कतिखेर आउने हो। ओ नमस्ते दिदी। नमस्ते बहिनी। कस्तो हुनुहुन्छ तपाईँ अहिले? एकदम धेरै निको भएको छु बहिनी। तिमीले मेरो लागि प्रार्थना गरिदियो। धेरै धन्यवाद तिमीलाई। मलाई दिदीलाई जाउँ न त्यसरी सँगै चर्च है। जाउँ न। कतिको टाढा छ? यहीँबाट हो। ए हो र? चर्चमा पुगेपछि नमस्ते। बासुवा जयवसी बहिनी। नमस्ते बहिनी। बासुवा उहाँ चाहिँ बिरामी हुनुहुन्छ। उहाँको निम्ति प्रार्थना गरिदिनुहोस् न है। र हुन्छ नि बहिनी, तपाईँलाई हाम्रो परमेश्वरले निको पार्न सक्नुहुन्छ। म तपाईँको लागि प्रार्थना गरिदिनेछु। अनि बहिनीको नाम के होला? मेरो नाम चाहिँ पूर्णा मगर हो। हुन्छ बहिनी, तपाईँ घुँडा टेकेर बस्नुहोस्। हामी तपाईँको शिरमा हात राखेर प्रार्थना गरिदिनेछौँ। धन्यवाद जिउँदन दयालु परमेश्वर यस समयका लागि। अनि बहिनी पूर्णसँग प्रभु तपाईँले भेट्ने मौका दिनुभयो, तपाईँलाई धन्यवाद। अनि प्रभु बहिनीले जति पनि पापहरू गरेको छ तपाईँले क्षमा गरिदिनुहोस्। तपाईँले पूर्ण बहिनीको जीवनमा जति पनि रोगहरूले सताइरहेको छ म तपाईँको नाउँमा बहिनीलाई चङ्गाइ भएको घोषणा गर्दछु प्रभु, येशू ख्रीष्टको नाउँमा आमेन। हुन्छ बासुवा, धन्यवाद प्रार्थना गर्नु थियो। अब हामी बिदा हुन्छौँ है। हुन्छ बहिनी, चिन्ता नगर्नुहोस्। यसरी नै सङ्गतिमा आइराख्नुहोस्। सबै कुरा बिस्तारै राम्रो हुन्छ। अर्को हप्ता भेटौँला। बिस्तारै जानुहोस्। चर्च गएको 1-2 हप्तापछि ओहो घर त फेरि फोहोर भएछ। सफा गर्दै बस्नु पर्यो। अब यता पनि फोहोर रहेछ। बुढी तिमी के गरिरहेको छौ? होइन के भयो मेरो बुढीलाई? आज त बाख्राको पाठा जस्तो फुत्रुक फुत्रुक गरिरहेको त। के भयो साँच्चै तिमीलाई? घर सफा गरिरहेको नि। ए होइन के भएको होला साँच्ची? अस्ति झाँक्रीले पुग्दा नि केही भएन, डाक्टरलाई देखाउँदा नि केही भएन, तर त्यो बहिनी आएर फुकेको भन्दै थियो कि प्रार्थना गरेको भन्दै थियो। अनि चर्च पनि गएको छैन। साँच्चै नै किन केही भएको जस्तो लाग्यो। बुढी अर्को पालि चाहिँ म पनि तिमीसँगै चर्च जान्छु है। ए हो र? सँगै जानुहुन्छ? कति खुसी लाग्यो मलाई तपाईँ पनि सँगै जाने भनेर। अब हामी अर्को शनिबार सँगै जानुपर्छ ल। राम्रो भइहाल्छ नि। राम्रो लुगा लगाएर जानुपर्छ ल। कपाल ड्रेस ल्याएर जाउँ ल। शनिबारको दिन उनीहरू तयारी भइकन मण्डली जानको निम्ति, चर्च जानको निम्ति उनीहरू निस्कन्छ। जाउँ बुढा, आज त शनिबारको दिन हो। कति राम्रो दिदी। जयमसी दिदी। जयमसी बहिनी। नमस्ते बहिनी। नमस्ते भाइ। भाइ पनि आउनुभएछ ल सँगै। हुन्छ, आउँछ नि। हुन्छ ल, हिँड्नुहोस् न त। चर्चमा पुगेपछि जयमसी बासुवा। जयमसी। नमस्ते दाई। जयवसी बहिनीहरू, नमस्ते भाइ। अनि भाइलाई त नयाँ देख्छु त आज चर्चमा। हजुर म चाहिँ उहाँको श्रीमान हो। अनि हामीले जे गर्दा पनि निको भएको थिएन। तपाईँहरूको चर्चमा आएर झाडफुक गरेर चाहिँ निको भएको रहेछ है। तपाईँहरूले के गर्नुभयो? झाडफुक गरेकै प्रार्थना गरेको थाहा होइन। अनि त्यही भएर चाहिँ म यो तपाईँहरूलाई के चाहिन्छ भन्नु, कुखुरा चाहियो कि बाख्रा चाहियो कि राखा चाहियो, के चाहियो भन्नु, म तपाईँहरू त्यो चढाउन तयार छु। भाइ हामीले कुनै पनि झाडफुक गरेको होइन, तर हाम्रो परमेश्वरलाई, हामीलाई सृष्टि गर्नुहुने परमेश्वरलाई चाहिँ हामीले तपाईँको श्रीमतीको लागि प्रार्थना गरिदिएको हो। अनि उहाँले नै तपाईँको श्रीमतीलाई यसरी चङ्गाइ पार्नुभएको हो। अनि भाइ तपाईँले हामीलाई कुनै पनि केही कुरा पनि चढाउनु पर्दैन। तपाईँले न त खसी चढाउनु पर्छ, न त कुखुरा चढाउनु पर्छ, न त केही पनि चढाउनु पर्दैन। तपाईँले हाम्रो परमेश्वरलाई चाहिँ मुक्तिदाता र
उद्धारकर्ता भनेर ग्रहण गर्नुपर्दछ। ए, हुन्छ त्यसो भए म आज नै प्रभुलाई मुक्तिदाता भनिकन ग्रहण गर्न चाहन्छु। हो र त्यसो भए मैले जे भने त्यही भन्नु होला मेरो पछि पछि, अनि तपाईँ चाहिँ घोडा टेक्नु होला। प्रभु येशू धन्यवाद, प्रभु येशू धन्यवाद। म तपाईँ कहाँ आउँदछु। म तपाईँ कहाँ आउँदछु। प्रभु मैले धेरै पापहरू गरेको छु। प्रभु मैले धेरै पापहरू गरेको छु। प्रभु मलाई स्वीकार्नुहोस्। प्रभु मलाई स्वीकार्नुहोस्। प्रभु मलाई क्षमा गर्नुहोस्। प्रभु मलाई क्षमा गर्नुहोस्। प्रभु म तपाईँलाई प्रभु म तपाईँलाई मेरो उद्धारकर्ता, मेरो उद्धारकर्ता, मुक्तिदाता मुक्तिदाता र सृष्टिकर्ता र सृष्टिकर्ता भनी स्वीकार गर्दछु स्वीकार गर्दछु र र ग्रहण गर्दछु। ग्रहण गर्दछु। येशू ख्रीष्टको नाममा येशू ख्रीष्टको नाममा। आमेन। आमेन। हुन्छ, भाइ र बहिनीलाई सधैँभरि यसरी नै हाम्रो सङ्गतिमा स्वागत गर्न चाहन्छु। यसरी नै सधैँभरि आइरहनुहोस्। हस्, हुन्छ नि। हुन्छ नि दाइ। अनि भाइले त सुरोट र रक्सी पनि खानुहुन्छ कि क्या हो? अलिअलि बास्ना आइरहेछ। रक्सी चाहिँ खाँदैन, चोर चाहिँ कहिले काहीँ लुकेर खाने गर्छु दाइ। हो र त्यसो भए हामीले त्यस्तो हामीलाई असर पार्ने कुराहरू चाहिँ छोड्नु पर्दछ, अनि हामी चाहिँ असल मानिस भएर हिँड्नु पर्दछ। यसरी गर्नाले तपाईँको फ्यामिलीमा पनि तपाईँको जीवनमा पनि आशिषको कुराहरू धेरै थपिनेछ। त्यसैले हामीले चाहिँ यस्तो कुराहरूलाई छोड्नुपर्छ। हुन्छ, म प्रयास गर्छु नि दाइ। हुन्छ, यसरी नै सधैँभरि श्रीमतीसँग मिलेर आउनुहोस्, अनि अर्को हप्ता भेटौँला। हुन्छ, हामी लाग्छौँ है। हस्, राम्रोसँग जानुहोस्। जय मसीह। जय मसीह। तपाईँले अबबाट चुरोट रक्सी चाहिँ नखानुहोस् है, फेरि म तपाईँलाई घरभित्र आउन दिँदिनँ नि। ए भइहाल्छ। सरी सरी। यसरी पूर्ण र श्यामले प्रभु येशू ख्रीष्टलाई विश्वास गरे, तर पूर्णको बुवा झाँक्री हुनुभएको कारणले गर्दा र समाजको दबावले कारणले गर्दाखेरि उनीहरूको जीवनमा ठुलो चुनौतीपूर्ण घटना घट्न पुग्छ। होइन है साइला, त्यो झाँक्री बुढाको छोरी ज्वाइँले त बाहिर देशको धर्म पो मानेछन् है। भने कहिँदा हत्तेरिका आफ्नो उयो छोडेर के गर्नु खोजेको हो तिनीहरूले? धर्म छोडेर भन्दा भन्दै बुढाले यही आइपुगेछ। ए झाँक्री भाइ होइन? झाँक्री बा हो, झाँक्री बा। झाँक्री बा के हो तपाईँको ज्वाइँ छोरीले त आफ्नो धर्म छोडेर हत्तेरिका मैले छोडिसकेँ, डाँडा गरिसकेँ। के हो यस्तो? त्यो गाई खाने धर्ममा गएर झाँक्री बुवा टेन्सनमा हुनुहुन्छ। बुवा दर्शन, बुवा दर्शन। निस्किहाल तिमीहरू यहाँबाट, निस्किहाल। त्यो गाई खाने धर्ममा के भनेर तपाईँलाई? निस्किहाल, 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 हामीले त केही गरेका छैनौँ। निस्किहाल भनेको निस्किहाल। यो गाउँबाट निस्किहाल। त्यो गाई खाने धर्ममा लागेर या मेरो बदनाम गरेर यसरी पूर्ण र श्याम प्रभु येशूलाई विश्वास गर्दै गर्दा आफ्नै गाउँबाट उनीहरूको आफ्नै परिवारबाट निकालिन्छ। तर त्यसको 6 महिनापछि पूर्णलाई गाउँबाट एउटा तलब छ। झाँक्री बा, ए झाँक्री बा, झाँक्री बा, के भयो झाँक्री बा? ए झाँक्री बा, ओए पूर्णलाई कल गर्नु भाइ। साइला छिटो छिटो छिटो। हेलो, बोल न। ओए पूर्णे, तेरो बुवा बिरामा त झट्टै घर आइहाल्छ। के हो रे, बिरामी हुनुभयो रे मेरो बुवा? झट्टै आइहाल्छ छिटो। ल हुन्छ, म आउँछु नि। बुढा बुवा त बिरामी हुनुभएको छ रे, जाउँ। ओहो बुवा, तपाईँलाई के भयो? के भयो बुवा तपाईँलाई? के भयो तपाईँलाई? अलि दुख्यो त? धेरै बिरामी हुनुभएछ, पहिले फोन गर्नु पर्दैन? केही के जीव पनि हल्लाउनु भएको छैन। अनि औषधि खानु भयो कि भएन त? औषधि खाएको खोइ लाग्दै लाग्नु भयो कि क्या रे। एकचोटि सम्झिनु छैन, अनि यस्तै त हुन्छ नि तपाईँलाई। तिमीहरूलाई मैले यसरी गाउँबाट निकालेर कसरी भन्न सक्छुँ। त्यस्तो केही नराम्रो सोचेको छैन बुवा। त्यही त। बरु तपाईँको लागि हामी प्रार्थना गर्न चाहन्छौँ है। तपाईँ आँखा बन्द गर्नुहुन्छ, म तपाईँको लागि हामी दुवैजना मिलेर प्रार्थना गर्छौँ। हे
परमेश्वर पिता तपाईँलाई धन्यवाद। तपाईँ साँच्चै नै चङ्गाई गर्न सक्नुहुने परमेश्वर हुनुहुन्छ। जसरी तपाईँले मेरो बुढी पुनः आएर निको पार्नुभयो, त्यसै गरी नै मेरो ससुरबुवालाई पनि तपाईँले निको पारिदिनु भएको होस्। सबै आशा भरोसा तपाईँमा राख्दछु येशू प्रभुको नाममा, आमेन। बुवा तपाईँलाई कस्तो छ अहिले? मलाई क्षमा गर्नु भएको होस्। हाम्रो दुवैजनालाई मैले गाउँबाट निकालेँ मैले तिमीलाई। मैले त्यस्तो गर्नु नपर्ने, तिमीहरूले मलाई प्रार्थना गर्दैन। त्यस्तो केही नराम्रो नसोच्नु बुवा, हामीले कुनै नराम्रो सोचेका छैनौँ। र तपाईँलाई नै परमेश्वरले यो समयमा सुन्नु चाहनु भएको छ। अनि यदि हामी परमेश्वरलाई ग्रहण गर्छौँ भने हाम्रा सबै कुराहरूबाट चाहिँ हामी छुटकारा पाउन सक्छौँ बुवा। तपाईँ चाहनुहुन्छ भने आजको दिनमै तपाईँले परमेश्वरलाई ग्रहण गर्न सक्नुहुन्छ। हुन्छ भाइ, म ग्रहण गर्छु। तपाईँ आफ्नो घोडामा टेक्नुहोस्। मैले जे भन्छु तपाईँले ती कुरालाई दोहोऱ्याउनुहोस्। हे परमप्रभु परमेश्वर, हे परमप्रभु परमेश्वर, म तपाईँको चरणमा आउँदछु। म तपाईँको चरणमा आउँदछु। साँच्चै नै प्रभु, म तपाईँ साँच्चै नै म पापी मान्छे हो। पाप मान्छे थिएँ। तपाईँले मलाई आफ्नो मेरो पापहरूबाट मेरो पापहरू छुटकारा दिनुभएको छ। छुटकारा दिनुभएको छ। र आजको यो दिनमा आजको यो दिन म तपाईँलाई म तपाईँलाई मेरो मुक्तिदाता मेरो मुक्तिदाता र प्रभु भनिकन प्रभु भनिकन स्वीकार गर्दछु स्वीकार गर्दछु। येशू प्रभुको नाममा, येशू प्रभुको नाममा। आमेन। यसरी पूर्ण र श्यामले अनि उसको बुबाले परमेश्वरमाथि विश्वास गरे। उनीहरूको इच्छाले उनीहरूले विश्वास गरेको होइन, तर परिस्थितिले उनीहरूलाई विश्वास गर्न बाध्य बनाइदियो। अनि बाइबलले चाहिँ के भन्छ भन्दै गर्दाखेरि नि, तिमीले चाहिँ मलाई चुनेन, तर मैले चाहिँ तिमीलाई चुने अनि नाउँ काटेर बनाएँ। प्रियहरू है, आज हाम्रो जीवनको हरेक परिस्थितिहरूबाट हामी जाँदै गर्दाखेरि नि प्रियहरू, हामीले सम्झिनु पर्ने चाहिँ एउटा नाम छ, त्यो नाम चाहिँ यीशु नाम हो है। अनि उहाँले चाहिँ हाम्रो जीवनमा चाहिँ आश्चर्य काम गर्न सक्नुहुन्छ है, जसरी उहाँहरूको जीवनमा परमेश्वरले गर्नुभयो। अनि हाम्रो आजको टाइटल पनि यही छ, आवर लास्ट होप इज जिजस क्राइस्ट। झाँक्रीले पनि निको साँच्चै नभएको हो, डक्टरले पनि निको साँच्चै नै नभएको हो, तर अन्तिममा है एउटा बहिनी आइकन यीशु ख्रीष्टको बारेमा सुसमाचार सुनायो, प्रार्थना गर्यो, निको पो भयो है। त्यही भएको कारणले गर्दाखेरि प्रियहरू, हामी तपाईँहरूलाई यही सन्देश दिन चाहन्छौँ कि हाम्रो अन्तिम आशा चाहिँ यीशु ख्रीष्ट हुन्छ। धेरै धेरै धन्यवाद सबैजनालाई।